ल अहिलेको साल पनि फोडियो खाना आइयो। ल बिहानको समय छ, सबैजनालाई गुड मर्निङ भन्न चाहन्छु। दिल्लीमा फोडियो खाना दाई माथि जानु। अब मन चाहिँ कसो जाने, पोहोर साल पनि लास्ट जाडो यस्तो थर कामले मात्र डर लाग्यो। हजुर यहाँ रिक्सा राखिदिएछन्, त्यहाँ यसबाट यो रसीबाट यसरी जाने क्या माथि। ठुलो छ क्या, त्यही भएर गाह्रो हुन्छ। हेर भाइ कस्तो हुन्छ माथि। गाइस अहिले पनि लास्टै डर लाग्यो, थाहा भइसक्यो होला क्यामेराभरि क्यामेरा कति हल्ली छ भन्ने। नवीन दाई अनि म हे बाहिर कस्तो छ अर्ग्यानिक चिज यस्तो हो कि किनेर खाने होइन कि, यता घरको नजिक छ त खाने। अलिअलि टिप्यो यो बुटो, त्यो यो हाँगोमा चाहिँ चढ्न सक्थेन। पहिला अर्को हाँगो थियो, पहिला बिचमा आएको हावा हुरीले भाँचेको। अब एउटा खारेर चाहिँ खाने मिठो छ, मिठो त नै भगवान् मिठो छ, तर उहाँको खाइ अर्कै हो क्या, कमेडी स्टाइलको हो क्या। दामी छ, यस्तो पनि कहाँ देख्नु मिल्छ क्या। हामीले चाहिँ यति टिप्यो, लगभग 2-3 किलो छ होला। यसपालि चाहिँ कसैलाई बाँडिन्न, पडोसीहरू नरिसाए। नवीन दाइले कति किलो हो? 4-5 किलो छ क्या यार। 4-5 किलो छ क्या। यतापट्टि जान्छु भनेको पुरा अप्सनै छैन, त्यहाँबाट झुन्नेर यतापट्टि जानुपर्छ। त्यही भएर हल्का डर लाग्यो भयो। त्यसपछि दाइलो माथि टिप्नु, मैले होइन ऊहरू हाँगाहरू लुगाहरू टिपेँ। अनि अरू त खासै टिप्न पाइएन, किनकि अझै यसको बुटोको हल्का कच्चो हुन्छ नि त। बडाङ्गे गयो भने त गयो नि त। पछिल्लो साल त उहाँ माथि यहाँ गएर बनाएको थिएँ मैले, यहाँ गएर बनाएको थिएँ त्यहाँ दाइ भएको ठाउँमा। त्यही भएर पाक्न चाहिँ मजाले पाकेको क्या, फोडियो चाहिँ मजाले पाकेको। यहाँ हो त्यहाँ बाँधेर मात्र जानु सक्छ, हामी जानु सक्छौँ। कच्चो हुन्छ, बडाङ्गै भाँचिन्छ है। टिप्नु चाहिँ मजाले टिप्यो। ल हामी चाहिँ बुटोबाट उत्रेको, बुटो चाहिँ उहाँ पालतिर छ, हामी बसेर चाहिँ यतातिर हो। ल यत्रो टिपेपछि कोही भगवान् मिठो छ, कोही ल यसबार चाहिँ मैले कसैलाई दिन चाहिएन, बाँड्न चाहिएन है। पोहोर साल अनि परार साल मैले टिप्दै 5-5 किलो टिप्दै सबैलाई बाँड्दै गरेको। अहिले चाहिँ मैले दिँदिनँ, किनकि मैले पर्सनल खान्छु। अब म खासै चढ्दिनँ त्यो बुटोमा। अब यो हप्तामा त आज सन्डे मेरो अफिसको छुट्टी थियो, त्यसैले म चढेको आज बुटोमा, त्यसैले म टिप्न गएको। नभए म खासै चढ्दिनँ त्यसमा। अब कच्चो छ, पहिला जस्तो टिप्न मन लाग्दैन। अनि पहिला हप्ते पछि चढ्थेँ म, सबैलाई बाँडिदिरहेको थिएँ। अहिले चाहिँ दिन सकिनँ। ल गाइस मैले चाहिँ धोएर तयार पारेर आएछु। मेरो भान्जी आउँदैछन् आज, भान्जीले पनि चाख्छन् है। अरू मैले कसैलाई दिन चाहिनँ, त्यही भएर दिन चाहिनँ। दामी छ, धोएर अनि फ्रिजमा राखेको अहिले। अनि यस्तै भिडियो बनाउन चाहनुहुन्छ भने पर फोन चाहिँ कुन लिनु भने पर स्यामसङको फोनबाट राम्रो हुन्छ क्यामेरा क्वालिटी। भ्लग्सहरू यस्तो सानो भिडियोहरूलाई स्यामसङको मोबाइल कमसेकम 14,000बाट माथितिरको आइसी राम्रो हुन्छ। पछिल्लो समय चाहिँ त्यो उसबाट स्यामसङबाट बनाएको थिएँ, खासै क्वालिटी हुन्न तर क्लियर आउँछ उसको
तर यो चाहिँ रियल अनि आइफोनबाट पनि राम्रै हुन्छ। एडिट कुन चाहिँ एडिट उस भिडियो एडिट गर्दा कुन चाहिँ एप चाहिन्छ भने एउटा काइन्ड मास्टर पनि हुन्छ अनि क्यापकटबाट पनि दामी हुन्छ। त्यही हो, अर्को भिडियोमा मिल्दैन।